साथीहरु तिमीलाई स्वागत गर्दछु मेरो ब्लग सुटको एकदमै ब्रान्ड न्यू भिडियोमा। आज तिमीहरूको दाइ तिमीहरूलाई भन्नेवाला छ कि तिमीहरू कसरी यो हट फास्ट वेमा ग्राइन्ड गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले जानुपर्छ फर्स्ट सीको फर्स्ट आइल्यान्ड मतलब यो मिडल टाउनमा जानुपर्छ, किनकि यसमा एउटा खतरनाक ट्रिक छ जसले तिमीहरू अनलिमिटेड हट ग्राइन्ड गर्न सक्नुहुन्छ। पहिला त तपाईले यो फर्स्ट सीमा देख्नु सक्नुहुन्छ 1 आवर टाइमर देखाएको छ, यो यता मात्र देखाएको। अनि एस गर्ने अनि एक्सपेक्ट गर्ने अनि तपाईकोमा 5 एनिमी मार्ने हुन्छ। बरु फर्स्ट सीमा इजी हुन्छ तपाईले सोचेको होला, तर ब्लक सुट वालाले बस 16 30 त्यस्तो ड्यामेज दिएको छ एनिमीहरुलाई। त्यसैले तपाई त्यति छिटो पनि ग्राइन्ड गर्न सक्दैन। बरु एउटा बेनिफिट हुन्छ फर्स्ट सीमा गरेको, तिमीलाई थाहा नहोला भने म भन्दैछु। हेर्नुस्, तपाईलाई त्यो मंकी हिट गर्न सक्दैन के। यदि त्यो हिट गर्न सक्दैन भने चाहिँ तपाईलाई सजिलो हुने भयो कि फास्ट ग्राइन्ड गर्नको लागि। अनि हेर्नुस्, मैले मंकीलाई कति इजिली मारे यार। अब यो मंकी छैन केटा होस्, यो मंकीदेखि मेरो पुरानो दुश्मनी छ कि। म जब फर्स्ट सीमा थिएँ त त्यो मलाई कति हजार चोटि मारेको थियो। म यतिको आउँथेँ, म तब नुब थिएँ त, तब म यसलाई मार्न खोज्थेँ तर यो मलाई मारिदिन्थ्यो के। अनि तपाईलाई एउटा म खतरनाक ट्रिक भन्नेवाला छु बीचमा, त्यो ध्यान दिएर सुनिदिनु होला है। त्यो ट्रिकले तपाईहरु अनलिमिटेड हट ग्राइन्ड गर्न सक्नुहुन्छ। यो ब्लक सुट वालालाई नभन्नु है केटा हो। यो हामी र तपाईको बीचको सिक्रेट नेपाली ग्याङ र मेरो बीचको एकदमै खतरनाक सिक्रेट हुनेवाला छ। त्यति भन्दै म यो मंकीलाई खतम हानिहालौँ है केटा हो। पहिला यो मंकी पनि यार के भन्ने क्या मंकीलाई पनि, मंकीको क्या पता कि यो डङ्की। अनि यो प्लेयर मलाई हिट गर्न खोजिरहेको थियो यार, के भन्ने के दाइ। झुला झुल बापको मत बोलेले सुनेको छैन क्या हो यार यसले। अरे भाइ अंकललाई बोला के, अंकललाई तेरो दाइ भनेको पिरो पिरो खाएको यार। के हो ल ल ल तँलाई त मैले ब्लक सुट्न स्टार्ट हालेको छु नि, त्यही पनि तँलाई म यस्तै मारिदिन्छु ले बाबु। झुला झुल चलिरहेको थियो यार यार मसँग चलिरहेको थियो। यसलाई थाहा छैन कि मंकी मार्दैछु भने म नुब होइन प्रो प्लेयर हुँ। यसलाई मैले त्यही सबक सिकाएको। त्यसैले तपाईलाई कोही परेशान गर्छ भने मलाई कमेन्टमा भनिदिनुस्। अनि त्यसपछि म त्यो सिक्रेट कुरा तिमीहरूलाई भन्नेवाला छु जसले तपाईहरु अल्टिमेट हट ग्राइन्ड गर्न सक्नुहुन्छ। पहिला त म यसलाई मारेर फेरि आउँदैछु यार त्यो नुबडा। त्यसले के सोच्यो यार आफूलाई। त्यसपछि लास्ट हो। अनि त्यसपछि तपाईलाई थाहा नहोला भने ब्लक सुटको एकदमै ठुलो गिलिच छ। त्यो हो कि त्यो म भन्दैछु केटा हो। यसमा हो कि त्यसमा त्यो क्वेस्टमा एउटा आउँछ, के आउँछ मतलब किल बस भनेर आउँछ। अनि तपाईहरु त्यो गर्न सक्नुहुन्न। बरु फर्स्ट सीमा तपाईहरु गर्न सक्नुहुन्छ, किनकि 2 मिनेटमा त्यो बस स्पोन हुन्छ। त्यो त नर्मल हो। अनि तिमीलाई म अर्को खतरनाक ट्रिक भन्नेवाला छु। त्यसकारण तपाईहरुको यो बस भन्नेवाला चिजै आउन्न। जस्तै म अब यस्तो गर्छु, ब्रिङ एनी रियलिटी फिस। हेर्नुस्, मेरो एउटा रियल फिस मैले कलेक्ट गर्नुपर्ने। बरु यो फर्स्ट टाइम आयो यार मेरो यो टास्क त कसको आएन यार, मेरो आएको केटा। म तिमीलाई भन्नेवाला छु यो टास्क कसरी कम्प्लिट गर्न सक्नुहुन्छ। फर्स्ट तपाईले यो फिसिङ रडलाई पानीमा हाल्ने। मैले त आफूले हालिदिएँ यार, केही छैन केटा हो, छोटी-मोटी गल्ती भइहाल्छ। अनि मैले फिसिङ रड मैले यसमा हालिसकेपछि तपाईको माथि के लाल आउँछ, मतलब लाल एरो आउँछ जसले तपाईहरु थाहा पाउनुहुन्छ कि मेरो फिस पड्यो भनेर। बरु मेरो त पर्यो केटा हो। ल ल ल ल ल यो फिस मेरो हातमा ट्रेजर भित्र किस्सनी पनि हुनसक्छ है केटा। मैले सुनेको थिएँ ट्रेजर भित्र कसलाई किस्सनी पढेको थियो। तर मेरो लक भन्नाले मेरो लकमा त म किस्सनी होइन, रकेट पनि मुस्किलले पाउँछु, केही छैन। यति भन्दै म फेरि एउटा फिसिङ हान्छु। सायद अब मलाई पढ्न सक्छ कि यस्तो रियालिटीवाला जसले मेरो कति 100 वटा फ्रेगमेन्ट उस्तै मिल्यो क्या। अगाडि कति मिल्यो मलाई 50 मिल्यो, 100 यस्तै बढ्दै जान्छ। अनि कहिले 1000 हुन्छ केटा। अनि 1000 भइसकेको छ। तिमीहरू एकचोटिमा 1000 लिन सक्नुहुन्छ। अनि तपाईहरुको अल्टिमेट मतलब 5-10 वटा स्पिन हान्न सक्नुहुन्छ। अनि त्यसको कारण तपाईहरुलाई इजिली कुछ मतलब नयाँ फ्रुट पर्न सक्छ। अनि म यसको आए मैले फेस कलेक्ट गर्छु कि है केटा हो। गिभ फेस यु हेभ टु बी अन इन्भेन्ट्री, मतलब मैले इन्भेन्ट्रीमा राख्नु पर्यो यार। इन्भेन्ट्रीमा पनि राख्नुपर्छ कि अब यार। अब म इन्भेन्ट्री मतलब मैले आफ्नो मेन्यूदेखि आइटमदेखि मैले यो स्म्यासमा गएर कहाँ गयो यार, तिमीलाई थाहा छैन भने मैले आफ्नो पुरै फ्रुट रिसेट गरिसकेको थिएँ। त्यसैले मेरो कुनै पनि फ्रुट छैन केटा। अनि जो फ्रुट मेरो छ म त्यो गिभवे गर्न चाहन्छु तिमीहरूलाई। यति भन्दै म स्पासमा आएँ। अनि त्यसपछि मेटेरियलमा गएँ। यो रियलवाला फ्रुट मैले निकालेँ, किनकि यो रियरदेखि निकाल्छ क्या। मैले रियरवाला निकालेँ। अनि यो रियरवाला त ज्यादै रियर लागिरहेको छ, हेर्नु केटा हो। अनि यो रियल गरेँ मैले, रिलिज गरेँ। के गरेँ यार, स्टोर गरेँ रिलिज गरेँ। के भइरहेको छ, के ग्लिच भइरहेको छ। फेरि मैले फिस निकालेँ, यसलाई निकालेँ। अब यसमा दबाएँ अनि रिलिज फिस रिलिज
मेरो फिस पानीमा गयो कि अब तिमीहरूले ग्राइन्ड गरेको ल के छ गिली छ कि अब नै यार यस्तो हो तपाईँले त्यो फिस लिने अनि हातदेखि हटाइदिनुपर्छ नि गेप फिस फाइनली केटा हो यार मैले गिफ्ट फिस गरेर चाहिँ अनि भयो यो थियो मेरो नर्मल ट्रिक तपाईँलाई भनेको अनि एकदमै खतरनाक ट्रिक म तिमीहरूलाई भन्न गइरहेको छु जो तपाईँले सोचेको भन्नु होला यो ट्रिक हुनेवाला छ के हो यार डिफिट 10 एनिमिज मतलब यो 10 एनिमिज म बिट गर्छु अनि त्यसपछि एउटा स्पिन हानेर ट्राई गर्छु कि मेरा कुन फ्रुट पर्न सक्छ मतलब कुन सायद मलाई यति फ्रुट मिल्छ भने म तिमीहरूलाई गिभवे गरिदिन्छु है कसम भनेको केटा हो अगर मेरा यति फ्रुट पर्छ भने म तिमीलाई दिइदिन्छु त्यसैले कमेन्टमा गएर अलि आफ्नो युजर आइडी लेखाल्नुहोस् किनकि एक सेकेन्डले पनि तपाईँको खातामा यदि फ्रुट पर्न सक्छ त्यसैले कमेन्टमा गएर आफ्नो युजर आइडी लेख्न नबिर्सिनु है केटा अनि त्यसपछि यो एनपिसीलाई त म धुलो हान्छु तिमीलाई थाहै होला तिमीहरू पनि सायद यो आइल्यान्डमा आएको होला यो मङ्कीले तिमीलाई कति धेरै परेशान गरेको होला बरु यसलाई के त झुलाझुल बापको मत बोल भने यसले सिकेको थिएन त्यति भन्दै म यसको अब गेम बजाउनेवाला छु किनकि यसले मेरो धेरै दिमाग खराब गरेको थियो हेर्नुहोस् यार बिचारो कहाँ उफ्रिरहेको छ क्या यसरी मार्नुपर्छ कि उनीहरूलाई तर्पाई मार्नुपर्छ केटा हो किनकि झुलाझुल बापको मत बोल मतलब कति आफ्नो के 10 साल पुरानोवाला बदला मतलब मेरो कति 2 साल पुरानो बदला मैले कति 7 क्लासमा स्टार्ट गरेको थिएँ ब्लक्स फुड अनि 7 क्लासदेखि मतलब 9 क्लाससम्म जो मजा गरेको केटामा कति 9मा पढ्थेँ अनि अहिले म 12मा पढ्छु मतलब मैले 12देखि 9देखि 12सम्म मैले ए ग्राइन्ड गरेको अनि म अहिले 12मा छु है केटा हो अनि त्यसपछि यो मङ्कीले मलाई कस्तो मारेको थियो मलाई 9 क्लासमा मलाई अहिलेसम्म याद छ केही छैन केटा हो थोरै झुलाझुल बापको मत बोल भइरहेको छ त्यति भन्दै म यो मङ्कीलाई मारिरहेको छु अनि 5वटा मैले मारिसकेँ केटा हो केही छैन यो मङ्की नामै अलग छ किन केटा हो मङ्की होइन कि यसको नाम खास डङ्की राख्नु हो कि केटा हो किनकि हेर्नुहोस् यार के हिटै गरिरहेको छैन ए मलाई त अहिले याद आयो यो फर्स्टवाला ट्रिक मैले तिमीलाई भनेको थिएँ त्यसैले फर्स्टमा आउने साथ तपाईँले आफ्नो ग्राइन्डिङ यहीँ चालु गरिदिनुपर्छ किनकि यता तिमीहरूको ग्राइन्डिङ सब सुरु हुन्छ त्यसैले फर्स्ट इज द बेस्ट फर ग्राइन्डिङ यति भन्दै म तिमीलाई यो भन्न चाहन्छु कि हेर्नुहोस् यो कति धेरै ड्यामेज दिइरहेको छु म हेर्नुहोस् न 190को ड्यामेज दिइरहेको छु यार मैले गरेको होइन केही गरेको होइन ब्लक सुटरले गरेको स्टेट पनि फुल छ कति 2600 कि 2800 छ 2800 कि त्यति छ यार मेरो हिसाबमा त्यो मेरो गल्ती होइन केटा यो ब्लक सुटवालाको गल्ती हो मलाई केही नभन्नु किनकि यो क्वेस्ट दिइसकेपछि यति टाइम लाग्छ किनकि नत्र त म एक सेकेन्डमा सबलाई टप्काइन्थेँ एक हान्थेँ खतम त्यसैले ब्लक सुटरले मस्ती गरेको मतलब अब यो लास्ट एनपिसी हो त्यसपछि मैले तिमीहरूलाई एकदमै दोहोरो ट्रिक भन्नेवाला छु जसले तिमीहरू अल्टिमेटेड हार्ड ग्राइन्ड गर्न सक्नुहुन्छ अनि यो मङ्कीको म डङ्की निकालेर पहिला केटा अनि 150 फ्रेगमेन्ट हिँड्यो एउटा स्पिन हानेर ट्राई गरेर मै के थाहा हाम्रो भाग्यमा यति फोर्स पर्छ अनि म तिमीलाई गिभवे गर्न सक्छु अनि यो 80 फोर्समा म यता आइसक्यो अनि क्वेस्टमा गएको त यार यो 80 फोर्स मलाई के देला मलाई के सुन्दै 15 घन्टा लाग्छ भन्छ यार अब मलाई क्वेस्ट लिन मतलब तपाईँको क्वेस्ट खतम त्यहाँ लेखेको छ दिस सी क्वेस्ट हेज बिन खतम मतलब यो सीको खतम भयो तिमीहरूको अनि यो नल्ल मेरो दिमाग किन खराब गरिरहेछ ए भाइ तँलाई चिनेको छैन सिका हो यार झुलाझुल बापको मत बोल अनि एउटा स्पिन हालेर म केटा हो स्पिन हालिसकेपछि थोरै लक एन्ड मतलब बेनिफिट हुन्छ मतलब भ्यालेन्टाइन डे स्पिन हालेर ल ओम तुरुम जीवनमा मेरो लक एकदमै क्रेजी छ तपाईँलाई थाहै होला त्यसरी मलाई कुनै बेकार फुड मिल्छ ल हार्ट ब्रेक साइडदेखि गयो केही छैन केटा हो स्यान्ड मिल्यो सबलाई फर्स्ट स्पिनमा मतलब एड सेट मिल्छ मलाई स्यान्ड मिल्यो यार लक भनेको मेरो जस्तो हुनुपर्छ है केटा अरू केही हुनु पर्दैन के लक मेरो जस्तो भइसकेपछि तपाईँको भविष्य एकदमै बवाल हुन्छ किनकि स्यान्ड फ्रुट कसकोमा पर्छ है गाछामा नोरालाई कम्ती पर्छ मेरो पुरै पैसा खतम भइसक्यो कति मैले 12 हो कि त्यति मिलेर मैले गाछामा उडाइसकेँ तर एक फ्रुट राम्रो परेको छैन यार ल आजको भिडियो यहीँसम्म थियो त्यो ट्रिक भन्न गइरहेको छु तपाईँ यो सीमा पनि मतलब यो सीमा पनि क्वेस्ट गर्न सक्नुहुन्छ मतलब सेकेन्ड सीमा पनि फेरि यो 15 घन्टाको यसमा मात्र लक लागेको उसमा तपाईँको लक लागेको छ त्यसैले तपाईँ फास्टेस्ट वेमा त्यहाँ गएर तपाईँ ग्राइन्ड गर्न सक्नुहुन्छ एकदमै क्रेजी आइडी मैले तिमीहरूलाई दिएको अनि त्यसपछि यो के भइरहेको छ यार मेरो किबोर्ड बिग्रियो कि क्या हो यार हेर्नुहोस् त म अरे म यता ल रोक्यो अब मेरो फेस देखाऊ यार के भइरहेछ अरे भाइ मेरो क्यारेक्टर ए कता भागिरहेछ ए नुगडा बोट ल आजको भिडियो यहीँसम्म थियो केटा यो सायद बाउलिहाल्यो सायद यसलाई मैले चोको पनि खिलाउनु पऱ्यो यार यो बिचारो यार बाउलिहाल्यो किनकि यसलाई मैले एउटा प्रोमिस गरेको थिएँ मतलब के भनेको थिएँ
कि मैले यसलाई कुछ दिन्छु मतलब कुछ फ्रुट नयाँ फ्रुट मतलब यदि खान्छु भनेको थिएँ। ल बाई बाई।